आज घरमा सबैजना सँगै भेला भएका छौँ। सासू मम्मी बुवा नन्दहरू मेरो श्रीमान र साना छोराहरू पनि सबै एकै ठाउँमा बसेर रमाइलो गर्दै गफ गरिरहेका छौँ। त्यसै बिचमा हामी भुइँकटर आँप स्याउ काटेर सबैजनाले मिलेर खायौँ। यस्ता पलहरू साँच्चै धेरै अमूल्य हुन्छन्। सँगै बसेर हाँस्ने कुरा गर्ने अनि सानो खानेकुराहरू बाँडेर खाने खुसी पैसाले किन्न सकिँदैन। घरमा सबैको हाँसो सुन्दा मन आफै आनन्दले भरिन्छ। यही त परिवारको सुन्दरता हो। सुरुमा सुखमा होस् या सामान्य दिनमा सँगै बस्न नपाउनु नै सबैभन्दा ठुलो आशीर्वाद सँगै बस्न पाउनु नै सबैभन्दा ठुलो आशीर्वाद हो। यस्ता ससाना खुसीका पलहरू सधैँ सम्झना लायक बनिरहन्छन्। अनि हाम्रो परिवारमा सधैँ यस्तै माया एकता खुसी रहिरहोस्। सबैलाई धेरै धेरै माया। अनि यो मेरो मिनी भ्लग हजुरहरूलाई कस्तो लाग्यो साथीहरू होइन। अनि मेरो मिनी भ्लगलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला होइन। यहाँ बेबीले चाहिँ यहाँ आमासँग खुसी भइसक्यो के। थ्याङ्क यू फर वाचिङ।